नमस्कार, यो हो बालसंसार.com किशोर आवाज। तपाईहरू समक्ष छु म कार्यक्रम प्रस्तोता सविता मैनाली। यस कार्यक्रमले बालबालिका, किशोर किशोरी र युवाहरूका सोच र दृष्टिकोणलाई उजागर गर्ने जमर्को गरेको छ। के चाहन्छन् त अहिलेका पुस्ता? भविष्यका कस्ता योजना बनाएर अगाडि बढ्दैछ त अहिलेका पुस्ता? यस्तै प्रश्नको सेरोफेरोभित्र यो कार्यक्रम रहेको छ। अब ढिला नगरी लागौं अतिथि परिचयतर्फ। आजको यस कार्यक्रममा अतिथिका रूपमा आउनुभएको छ भविष्यमा कानुनी क्षेत्रमा सेवा गर्ने लक्ष्यका साथ अगाडि बढिरहनुभएका दिपेश राज यादव। त्यस्तै अर्का अतिथि हुनुहुन्छ हेमन्त बोहरा। दिपेश र हेमन्त, तपाईहरू दुवैजनालाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। दिपेशबाटै सुरु गरौँ। तपाईँले चाहिँ कानुनी चाहिँ अध्येता भनेर त मैले भनिदिइहालेँ। कुन कलेजमा, कुन तहमा पढिराख्नु भएको छ, यसरी बताइदिनु होला। नमस्कार, म दिपेश राज यादव। हाल म अहिले काठमाडौँ स्कुल अफ लको दोस्रो वर्षमा ल पढिरहेको छु, BLLB। हेमन्त? नमस्कार, मेरो नाम हेमन्त बोहरा। म काठमाडौँ स्कुल अफ ल द्वितीय वर्षमा अध्ययन छात्र। हामी साथीसँगै पढिरहेको। दिपेश चाहिँ तपाईँको जन्मघर चाहिँ कता हो त? मेरो म्याम मध्य प्रदेशको बारा जिल्ला कलैयामा। हेमन्त? मेरो सुदूरपश्चिम बझाङ जिल्ला। मैले चाहिँ हेमन्तबाटै सुरु गरेँ होइन। आफ्नो यो अध्ययनलाई भविष्यमा चाहिँ कुन रूपमा चाहिँ उतार्ने लक्ष्य लिनुभएको छ त? सर्वप्रथम त मैले कानुनी विषय चुज गरेँ। अब मैले गर्नुको कारण चाहिँ हाम्रो समाजमा अझै पनि संविधानमा जति कुरा लेखे तापनि तर अहिले पनि विभिन्न किसिमका छुवाछुतदेखि लिएर विभेद, त्यो मैले आफ्नो नजरबाट हेर्ने मौका पाएँ त्यही समाजमा हुर्केको किसिमले। अनि त्यही अहिले जुन समाजमा घटिरहेका घटनाहरू छन्, भविष्यमा त्यसको एउटा सकारात्मक किसिमले एउटा त्यसलाई समाधान गर्नको लागि मैले कानुन विषय रोजेँ। भविष्यमा म एउटा सामाजिक अभियन्ता, यहाँ कानुनको एउटा विज्ञ हुन चाहन्छु। जस्तै दिपेशलाई चाहिँ यो कानुन विषय लिएर अगाडि बढ्छु भन्ने खालको सोच चाहिँ कसरी आयो तपाईँमा? सर्वप्रथम सानो हुँदाखेरि नै मेरो बुवा पनि कानुन फिल्डमै काम गर्नुहुन्छ र समाजमा घटिरहेको घटनाहरूप्रति मेरो पहिलादेखि नै रुचि थियो। अब भित्रबाट समाजमा यो घटना घटिरहेछ, किन घटना घटिरहेछ, रेप भयो वा मधेस आन्दोलन पनि भएको थियो, त्यो आन्दोलन किन भइरहेको छ, मान्छेले अन्याय किन हुन्छ भन्ने त्यो कुरा पहिलादेखि नै मलाई रुचि थियो। अनि पछि 9-10 क्लाससम्म आउँदाखेरि कानुन यदि पढ्न गयो भने त्यसमा मलाई इतिहासमा पनि रुचि छ। कानुन पढ्न गयो भने त्यहाँ इतिहासको बारेमा पनि पढाइ हुन्छ, समाजको बारेमा पनि पढाइ हुन्छ र कानुनी रूपमा पनि केही कन्ट्रिब्युट गर्न सकिन्छ कि समाजमा भनेर मलाई थाहा पाएँ मैले 10 क्लासमा। अनि त्यस अनुसार नै मैले ल चुज गरेँ। प्लस 2मा पनि ल चुज गरेँ, किनकि पहिलादेखि नै मेरो एउटा के विचार छ भने म यहाँ समाजमा आइसकेपछि मैले समाजको लागि केही गर्नु नै पर्छ र समाजको लागि केही गर्नुको लागि सर्वप्रथम समाजले बुझ्नुपर्छ र समाजले एक साइडबाट मात्र बुझेर हुँदैन। अनि मलाई जहाँसम्म लाग्छ BLLB मा समाजको हरेक पक्षको बारेमा बुझ्न मौका पाइन्छ। जसरी फर्स्ट इयरमै हामीले पोलिटिकल साइन्स पढाइ हुन्छ, इकोनोमिक्स पढाइ हुन्छ र ल सम्बन्धी पनि पढाइ हुन्छ। भन्नुको अर्थमा हामीले इकोनोमिक्सको बारेमा पनि थाहा पाइरहेछौँ, समाजको पोलिटिकल राजनीतिक शास्त्रको बारेमा पनि थाहा पाइरहेछु, यहाँसम्म कि हिस्ट्रीको बारेमा पनि पढाइ हुन्छ, हाम्रो इतिहास पनि पढाइ हुन्छ। त्यो समाजको हरेक कुरालाई समेट्ने पढाइ भनेको BLLB हो जस्तो लाग्छ मलाई। त्यही भएर मैले ल चुज गरेँ। अनि भविष्यमा पनि आफ्नो यो ज्ञान लिएर समाजमा केही परिवर्तन गर्न सक्छु कि भनेर, केही कन्ट्रिब्युट गर्न सक्छु कि भनेर मैले ल चुज गरेको छु। त्यस्तै अब हेमन्तलाई चाहिँ तपाईँले यता काठमाडौँमा बसेर आफ्नो अध्ययनलाई अगाडि बढाउन थाल्नु भएको चाहिँ कति वर्ष भयो त? म त अब SC लेभल भन्दा तल चाहिँ म गाउँमै पढेको, मावि लेभलसम्म 10 क्लाससम्म। त्यसपछि अब प्लस 2मा यतै पढेँ, व्हाइट हाउसमा ल नै पढेँ। तर सुरुका दिनहरूमा मलाई धेरै नै गाह्रो भयो यहाँको सोसाइटीसँग एडजस्ट हुन अनि साथीहरूसँग घुलमिल हुनदेखि लिएर हरेक कुराहरूमा मलाई धेरै नै गाह्रो भयो। पछि अब पढ्दै जाँदाखेरि यहाँको सोसाइटी बुझ्दै जाँदाखेरि अनुभव गर्दै जाँदाखेरि सजिलो हुन थाल्यो। अनि साथीहरू पनि मैले त्यस्तै किसिमका बनाउन थालेँ, आफ्नो विचारसँग विचार मिल्ने होइन, अनुभवहरू सेयर गर्ने। अनि पछि मलाई सजिलै हुन गयो, अहिले एकदम सजिलो भएको छ। दिपेशले चाहिँ कति वर्ष कुन कक्षाबाट सुरु गर्नु? मैले 10सम्म मैले पनि आफ्नै गाउँमा पढेँ, कलैयामा। 11 क्लास पढ्दाखेरि मैले काठमाडौँ गएँ अनि अहिले लगभग 4 वर्ष नलाग्यो काठमाडौँ बसेको। अनि मेरो चाहिँ ठ्याक्कै उल्टो छ। काठमाडौँ आउनु पाउँदाखेरि सुरुमा एकदम धेरै खुसी थिएँ, 11-12 क्लासमा पनि एकदम धेरै खुसी थिएँ। तर अहिले अब सेकेन्ड इयरसम्म आइपुग्दा, किनकि बाहिर पढ्न थालेपछि घरको धेरै कुराहरू, घरको समाजको रिलेटिभको धेरै कुराहरू मिस गरिन्छ कि
साथीभाइहरू वा कुनै फ्यामिली फङ्सन भयो वा अरू अनेक कुनै महत्त्वपूर्ण कामहरू वा कसैको भनौँ न मृत्यु नै भयो भने त्यहाँ जान पाइँदैन। त्यही भएर मलाई चाहिँ अब सुरुमा काठमाडौँमा एकदम सहज भएको थियो किनकि अब +2मा टिचरहरू पनि एकदम मिलनसार हुनुहुन्थ्यो अनि त्यहाँ सहज पनि भयो उहाँले, साथीहरू पनि एकदम राम्रो हुनुहुन्थ्यो। अब हजुर नै हाम्रो आफ्नो म्याम हुनुहुन्थ्यो, हजुरले पनि राम्रोसितै गाइड गर्नुभयो। त्यही भएर +2सम्म ठिक थियो, ब्याचलर पनि ठिक छ, साथीभाइहरू सब कुरा एकदम राम्रो छ। तर कहीँ लाग्छ कि फ्यामिलीसँग टाइम चाहिँ मिस म गरिरहेको छु। अहिले चाहिँ एउटा समाजलाई चाहिँ बुझ्दै गर्दा आफैले चाहिँ त्यो आफ्नै समाजको सदस्य हुन मैले पाइरहेको छैन भन्ने खालको चाहिँ धेरै कुराहरूबाट टाढा भइरहेको छ आफ्नो समाज फ्यामिलीबाट। र यो पनि एक किसिमको समाजको जीवनको प्रोसेस हो, तर चाहिँ यो फेजमा केही महिनादेखि अलिअलि चाहिँ अप्ठ्यारो भएको छ। त्यस्तै हेमन्तले चाहिँ अहिले चाहिँ अब कानुन विषय नै अगाडि लिएर पढ्नुभयो, पक्कै पनि अब अधिवक्ता हुँदै न्यायाधीशसम्मको यात्रा त छँदैछ होइन। त्यो अब त्यसलाई चाहिँ त्यो यात्रालाई तपाईँले पहिला अध्ययन सिद्ध्याएर आफ्नो पढाइ चाहिँ कम्प्लिट गरेपछि चाहिँ अनि म चाहिँ एउटा पेसातिर चाहिँ संलग्न हुन्छु भन्ने योजना बनाउनु भएको छ कि पढ्दै अनुभव पनि बटुल्दै अगाडि जान्छु भन्ने खालको चाहिँ एउटा सोचाइ, कस्तो सोच राख्नु भएको छ त? त्यस्तो योजना त निश्चित योजना त छैन मेरो। अब +2मा एउटा खालको थियो अनि अब BLLB सुरु गरे पश्चात विभिन्न कुराहरू सिक्न पाइयो, अझै देख्न पाइयो, निहाल्न पाइयो होइन, गुरुहरूको तर्कहरू सुन्न पाइयो अनि आफूले पनि त्यो कुराहरू अनुभव गर्दै गइयो के। अनि पहिला चाहिँ मेरो अब वकिल नै हुने भन्ने सपना थियो। अहिले म एउटा वकिल नभए पनि एउटा समाजलाई हुन्छ नि, हाम्रो समाजलाई माथि उठाल्नका लागि एउटा सामाजिक अभियानतातिर मेरो चासो बढिरहेको छ र त्यही हिसाबले गर्दाखेरि अहिले म सिक्दै अनि त्यो सिकेको कुरालाई व्यावहारिक जीवनमा पनि उतार्ने प्रयास गरिरहेको छु। जस्तै म अस्ति मात्र घर गएँ, मैले त्यति बेला त हाम्रो इतिहासको बारेमा मलाई थाहा थिएन। म ब्याचलर पढेपछि बाहिर जान्छु भन्ने एउटा सोच थियो के। पछि हाम्रो देश त यस्तो प्राचीन देश रहेछ होइन, 6-6वटा सभ्यता निर्माण गर्ने देश रहेछ। त्यो कुराहरूबाट प्रभावित भएर मैले देशका लागि के गर्नुपर्छ भन्ने सोच छ। तर मेरो वकिल नै बन्ने चाहिँ छैन, तर बनिन्छ पनि। फेरि अझै 3rd इयर 4th इयर 5th इयर बाँकी नै छ, त्यो अब पछिको कुरा। अहिले हेमन्तसँग आएर म जोड्छु, तपाईँसँग एउटा भित्री तपाईँको चाहिँ एउटा भावनात्मक रूपमै कतै न कतै चाहिँ यो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने खालको जुन सामाजिक अभियन्ता भनिराख्नु भएको छ नि, त्यो भाव चाहिँ तपाईँमा आउनको लागि कुनै पनि घटनाले चाहिँ तपाईँलाई सहयोग गरेको थियो कि जस्तो लाग्छ क्या? त्यो मैले चाहिँ गर्नुपर्छ भन्ने खालको छ तपाईँले देखेको अनुभव? अब हाम्रो समाजमा पहिलादेखि नै होइन, म त हिमाली भागको मान्छे होइन, हिमाली भेगको मान्छे। अब मेरो समाजमा अहिले पनि जस्तै धेरै किसिमका अन्याय अत्याचारहरू भइरहेका छन्। त्यो देशभरि नै छ अहिले। कानुनी शासनको कुरा जति गरे पनि त्यो देशमा अहिले कानुनी शासन छैन के। हामी कानुनकै विद्यार्थी भएर पनि यस्तो भन्नुपर्ने अवस्था आछ। अब त्यो कुराहरू त जस्तै हाम्रो त्यहाँ मान्छेले गलत नि गर्छन् नि, गलत त गर्छ, मान्छेको हातबाट गलत हुन्छ। तर गलत गरे भन्दै मेरो एउटा घटना चाहिँ त्यहाँ मान्छेहरूले जात्रामा रक्सी खाइरहेको थियो, हल्ला गरिरहेको थियो, तर पुलिस प्रशासनले उनीहरूलाई कुट्यो के। तर सिधै कुट्न त पाइँदैन नि त। अब आत्मरक्षाको लागि उनीहरूले पनि गर्न मिल्छ, तर कानुन बमोजिम कसैलाई पनि यातना दिन पाइँदैन। अनि त्यो कुराहरूदेखि लिएर अनि हाम्रो त्यहाँको शिक्षाको प्रणाली, जुन अहिलेको शिक्षा प्रणाली छ नि त, अनि यो बुकहरू सरकारबाट यहाँ केन्द्रबाट धेरै पछि आउने यो कुराहरूले गर्दाखेरि म अब के गर्छु भन्ने ममा एउटा उत्प्रेरणा चाहिँ त्यहाँबाट आयो। दिपेशतिर जाउँ, तपाईँले पनि आफ्नो वरिपरि, उहाँले अघि पनि भनिसक्नु हेमन्तले नेपालभरि समस्या त छ। जस्तो तपाईँले आफ्नो चाहिँ 10 कक्षासम्म जहाँ जन्मिनुभयो, हुर्किनुभयो, पढ्नुभयो, त्यो वातावरणमा देख्नुभएका गलत भनौँ न अलिकति यो चाहिँ यस्तो चाहिँ नभइदिएको भए पनि हुन्थ्यो भन्ने खालको तपाईँलाई चाहिँ मनमा छुने खालका कुनै क्रियाकलापहरू केही छन् भने बताउन सक्नुहुन्छ? त्यस्तो छन् म्याम, धेरै घटनाहरू छ। त्यही घटनाहरूले गर्दा पनि म यता कानुनतिर आएको छु। मेरो बुवा पनि आफै कानुन फिल्डमा हुनुहुन्छ। अब एकचोटि के त्यो चुनाव म पढ्दाखेरि एकचोटि चुनावको कुरा हो, त्यो चुनाव भयो। अनि त्यो चुनाव हुनुभन्दा अगाडि त्यो पेम्पलेटहरू दिन्छ कि चुनावमा यस्तो गर्न पाइन्छ, यो कुरा गर्न पाइँदैन भनेर। यो एकदम सानो कुरा छ कि, तर यो कुराले पनि मलाई त्यहाँ छोएको थियो। त्यति बेला मैले त्यो पढ्दाखेरि त्यसमा के लेखेको थियो भने त्यो कसैले पनि गाउँमा भोज गर्न पाइँदैन, पार्टीले भोज गर्न पाइँदैन, मासु खुवाउन पाइँदैन, रक्सी केही बाँड्न पाइँदैन। तर केही कारणले गर्दाखेरि
चुनावमा त्यहाँ लेखेको छ भोटमा के अरे त्यो प्याम्पलेटमा कि यस्तो मासुहरू खुवाउन पाउँदैन, तर गाउँमा ठुलो भोज हुँदैछ क्या। अनि त्यो भोजमा पनि गाउँकै राम्रो राम्रो भनौँ न पढे लेखेको मान्छेहरू सहभागी हुनुभयो। त्यहाँदेखि मेरो माइन्डमा आयो कि त्यति बेला कानुन उहाँहरू नै जानकारी दिँदैन, फेरि उहाँहरू नै जानकारी दिनुपर्छ कि यस्तो यस्तो गर्न पाइन्छ पाइँदैन, यो गर्न पाइन्छ यो गर्न पाइँदैन। फेरि त्यही मान्छेले भोज पनि आयोजना गर्यो क्या। अनि मेरो माइन्डमा यो मान्छेले यो गर्न पाइँदैन भनिरहेछ, फेरि आफै गरे चाहिँ किन आफैले त्यो गरिरहेछ। फेरि त्यसको त्यो लाग्दै म बसेको ठाउँमा लाग्दा 3टा बलात्कारको घटना भयो क्या। 5 वर्ष र 6 वर्षको बालिकाको बलात्कार गरेर हत्या भयो। अनि त्यसपछि हत्या भयो अनि त्यति बेला धेरै जुलुस भयो, बन्द हडताल भयो। अनि मान्छेहरूले फाँसी दिनुपर्छ, यो दिनुपर्छ, कानुन यस्तो बनाउनु पर्छ भनेर कुरा आउँदै थियो। अनि यो कानुन भने के हो भनेर त्यति बेला माइन्डमा आयो क्या। अनि त्यही बेला नै फेरि संविधानको कुरा पनि आउँदै थियो। अनि अब संविधान आउँछ, नयाँ देश बन्छ भनेर भन्दै हुन्थ्यो। अनि मेरो अब आमा हुनुहुन्थ्यो सँगै घरमा बस्ने आमा, अनि उहाँसँग म सोच्थेँ कि संविधान भने के हो भनेर। 5 क्लासमा पढ्ने मलाई के त संविधान के हो भनेर। अनि त्यति बेला संविधान आएपछि यस्तो हुन्छ त्यस्तो हुन्छ भन्दै हुन्थ्यो। अनि त्यो लाग्दै नै फेरि घटनापछि अरू घटना भएको छ, यो लगातार घटना मधेस आन्दोलन भयो, त्यो 6 महिना पुरै बन्द भयो। मेरै भनौँ न मेरो घरबाट 2 किलोमिटर अगाडि त्यही चौकमा मान्छेले गोली हान्ने हो, पुरै जुलुस लिएर जाने। म बस्ने घरको अगाडि नै एपिएफहरू बस्थ्यो कि, त्यसमा त्यहाँ जहिले पनि झगडा हुन्थ्यो क्या। अनि यो समाजमा किन भइरहेछ, कोही भन्थ्यो हाम्रो अधिकार पाएको छैन, कसैले भन्छ अधिकार पाएको छ, कतै दिवाली मनाइन्थ्यो। अनि मेरो घरको अगाडि जिल्ला विकास समिति अफिस, त्यसपछि एपिएफहरू बस्ने। अनि असोज 3 गते संविधान जारी हो, मलाई अहिले पनि त्यो दिन याद छ। असोज 3 गते जब संविधान जारी भयो त्यति बेला अल ओभर नेपालमै दिवाली मनाइयो। तर मेरो घरको जस्ट अगाडि त्यहाँ एउटा मोमबत्ती मात्र बालेको थियो, एपिएफहरूले बालेको थियो। अनि त्यति बेला आएर पुरै समूह आएर नै त्यो झडो भयो क्या, पुरै अँध्यारो, मेरो घर पनि अँध्यारो, सडक पनि अँध्यारो। अनि यस्तो यो किन घटना किन घटिरहेछ यसरी, बलात्कार, चुनाव, त्यसपछि मधेस आन्दोलन, वन हडताल किन भइरहेछ, यो घटनाहरूले गर्दाखेरि म कानुन पढ्ने इच्छा भयो। किनकि यो आन्दोलन पनि अब कहीँ न कहीँ कानुनसँग नै जोडिएको थियो। किनकि संविधान भनेको कानुन हो। बुवासँग सोद्धाखेरि संविधान आएपछि प्रब्लम सल्भ हुन्छ भन्नुहुन्थ्यो। संविधान पनि कानुनसँगै जोडियो। त्यो बलात्कारको घटना पनि अब यो सजाय दिनुपर्छ, त्यो सजाय कसले दिने हो, कानुनले दिने हो। कानुन त के हो भन्ने खालको त्यहीदेखि नै कानुन जान्ने इच्छा लाग्यो। अनि कानुन चाहिँ पढ्नतिर आएको भनेपछि हेमन्तले चाहिँ जस्तो बझाङ गर्नुभयो सुदूरपश्चिममा, त्यहाँबाट अहिले काठमाडौँसम्म आउँदा पक्कै पनि अहिले बझाङलाई अलिकति हाम्रो चाहिँ विकट क्षेत्रै मानिन्छ होइन। तपाईँको पठन पाठनको एउटा पहिला कसरी पढ्नुभयो त, स्कुल जीवनको चाहिँ अलिकति थोरै केही अनुभवहरू बताइदिनुहुन्छ कि? मेरो स्कुल जीवन चाहिँ एकदमै सङ्घर्षमय थियो। नजिकमा स्कुलहरू थिएन, न त रोडको सुविधा थियो। अहिले पनि बिजुली घरमा छैन, पुगेको छैन मेरो गाउँमा। अनि मैले 2-3 घन्टा स्कुल हिँडेर जानु पर्थ्यो के। अनि आउन जानै 3-4 घन्टा लाग्थ्यो। अनि त्यसबाट न त हामीलाई राम्रो शिक्षा मिल्थ्यो होइन। 3-4 एउटा बच्चाले 3-4 घन्टा हिँडेर फेरि आएर पढ्नुपर्ने अवस्था आउँथ्यो कि। त्यही भएर त्यो किसिमले मलाई धेरै असर पार्यो। तर त्यो असरबाट मलाई यो असर किन भयो, यो राज्यले के गरिरहेछ, म त्यति बेला सामाजिक सञ्जालको 2060 सालपछि त सामाजिक सञ्जालको प्रभाव धेरै पर्यो। त्यो एउटा क्रान्ति नै आयो के नेपालमा। अनि त्योबाट मैले दाइहरूकोबाट त्योहरूबाट हेर्दाखेरि अनि त्यहाँ चुनावको प्रचारहरू हेर्दाखेरि नेपाल पनि यति अरू ठाउँमा त यति विकसित रहेछ, हामीले यस्तो अवस्था किन भोग्नु परिरहेको छ भन्ने एउटा क्रान्ति भनौँ न त मनमा त्यो आयो। अनि त्योबाट नै मैले अहिले यो कानुन विषय रोज्नुको कारण पनि त्यही हो। अनि अहिले पनि त्यहाँको अब शिक्षाको अवस्था हेर्दाखेरि एकदम डामाडोल नै छ। अब त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष भनेको वडा अध्यक्ष हुन्छ, यहाँ गाउँकै कोही मान्छे हुन्छ के। अब त्यहाँको टिचरहरू चाहिँ त्यति पढेको हुन्छ। अब उनीहरूले चाहिँ एउटा अलि नपढे लेखेको हुन्छ नि, उनीहरूको जति ज्ञान नभएको मान्छेको अन्डरमा चल्नुपर्ने हुन्छ। अनि त्यस्तै गरी अब विद्यालयमा त्यो विकास निर्माणका कार्यहरू आउँछन् नि, त्यो काममा पनि धेरै भ्रष्टाचार भइरहेको त्यो अवस्थादेखि मैले पोहोर साल पनि त्यो मेरो समाजमा घटिरहेका समस्याहरू बौद्धिक एउटा के अरे समूहलाई चाहिँ नपढेको नबुझेको मान्छेले अलिकति अन्डरमा राखेको के गर्छु भनेर चाहने मान्छेले पनि गर्न नपाएको र अनि त्यो सबै कारणहरूले गर्दाखेरि ममा एउटा क्रान्ति आयो र अनि अहिले कानुन पढेँ अनि पढिरहेको छु। अनि त्यही कुराहरूको अध्ययन गरेर नै मेरो एउटा समाजलाई परिवर्तन गर्ने इच्छा छ नि, त्यो
त्यो समाजको नै देन हो भन्न चाहन्छु। जस्तो त्यसलाई चाहिँ अलिकति राम्रै मान्नुपर्छ, तर अहिले त्यो समयदेखि अहिलेसम्म पनि केही पनि परिवर्तन चाहिँ भएको छैन भन्नुभयो। परिवर्तन त अब थोरै त भएको छ। अब सामाजिक सञ्जालहरू अब सबैको हातमा मोबाइल त्यो त स्वाभाविक रूपमा भइहाल्छ, तर त्यो विकासको नाममा होइन त्यहाँको संस्कृतिहरू भेषभूषाहरू त्यो मासिँदै गइरहेको छ कि। त्यो विकास भनेको त्यस्तो विकास होइन कि। विकास भनेको अरूको राम्रो कुरालाई अपनाएर आफ्नो कुरालाई पनि संरक्षण गर्नु हो कि। त्यो कुराहरू भइरहेछ, तर विकास भन्ने हो भने खासै भइरहेको छैन। अब युवाहरू शिक्षित युवाहरू विदेश हुनुपर्ने अवस्था आइरहेको छ। अब के परिवर्तन सबै त्यहाँको मात्रै होइन, यो पुरै नेपालकै एउटा समस्या नै छ क्या यो चाहिँ। पुरै नेपालको हजुर। जस्तो अहिले चाहिँ हामी सुदूरपश्चिम प्रदेश र मध्य प्रदेशको चाहिँ अलिकति वातावरण, वास्तवमा शैक्षिक वातावरण, सामाजिक वातावरण कस्तो रहेछ त? त्यहाँको चाहिँ तपाईँहरूले प्रतिनिधित्व गरिराख्नु भएको छ नि त। मध्य प्रदेशबाट तपाईँले दिपेशले चाहिँ प्रतिनिधित्व गरिराख्नु भएको छ भने सुदूरपश्चिमबाट चाहिँ हेमन्तले गरिराख्नु भएको छ होइन। जस्तो दिपेशले चाहिँ त्यहाँको शैक्षिक वातावरण कस्तो छ होला त? अनि सँगसँगै सामाजिक वातावरणको बारेमा पनि थोरै। शैक्षिक वातावरण मलाई जहाँसम्म लाग्छ, म जुन ठाउँमा जन्मे हुर्केको यहाँ मेनली सदरमुकाम नै बारा जिल्लाको, त्यो सदरमुकामभन्दा पछाडि परेको गाउँहरूमा त शिक्षाको स्तर अहिले पनि राम्रो छैन। तर खासमा कलैयाम भन्दाखेरि म जुन बेला भनौँ न म जन्मेको पढ्ने उमेर भएको थियो त्यति बेला चाहिँ स्कुलहरू एभाइलेबल थियो। म जन्मेको गाउँमै भनौँ न 2टा स्कुल, त्यो 2टा स्कुलमा मैले सरकारी स्कुलमा सानोमा पढेँ। त्यसपछि सहरतिर अब आएँ, सहरतिर पनि बोर्डिङ स्कुल राम्रो थियो त्यति बेला, अरू स्कुलहरू पनि थियो, स्टुडेन्टहरू पढ्थे, चासो पनि हुन्थ्यो, गाउँमा ट्युसनहरू हुन्थ्यो, बाहिरबाट टिचर आएर पढाउनुहुन्थ्यो। त्यति बेला चाहिँ शिक्षाको स्तर पढाइ चाहिँ राम्रो थियो। मलाई जहाँसम्म लाग्छ, मेरो आफ्नो अनुभव व्यक्तिगत पढेको, त्यति बेला चाहिँ शिक्षाको स्तर एकदम राम्रो थियो। मान्छेहरू पनि पढ्नुपर्छ, स्कुल जानुपर्छ भनेर सचेत थिए। तर अहिले चाहिँ शिक्षाको स्तर एकदम खस्किँदै गइरहेको छ। स्कुलहरू पनि अब भएको सरकारी स्कुलहरू पनि म पढेको जुन सरकारी स्कुलमा सुरुमा जुन स्कुलमा पढेको थिएँ त्यसमा अहिले विद्यार्थीहरू नै जाँदैन, त्यो प्रायः स्कुल बन्दै हुन्छ। अनि बोर्डिङ स्कुलमा जुन पनि पढेँ त्यसमा पनि अब पढाउने टिचर भन्दा पनि अब स्टुडेन्टहरूमै इच्छा हुँदैन पढ्नुपर्छ भनेर, के बन्नुपर्छ, डिसिप्लिनमा बस्नुपर्छ भनेर हुँदैन। अब खै यो हाइब्रिड टिनेज भएर हो कि नयाँ जेनेरेसनको जेनजी भएर हो कि के भएर हो, स्टुडेन्टहरू पढ्नमा रुचि पनि देखाउँदैन, टिचरहरूले पनि त्यतातिरको खासै भयो रुचि हुँदैन। त्यहाँ मलाई जहाँसम्म लाग्छ राजनीतिको एकदम नकारात्मक प्रभाव परेको छ। राजनीतिक आफैमा नराम्रो होइन, तर नराम्रो राजनीतिक चाहिँ समाजले बर्बाद ध्वस्त पारिदिन्छ। राजनीति नराम्रो होइन, तर राजनीति नराम्रो हुन गयो भने त त्यसले पुरै समाजलाई नै नराम्रै बनाउँछ नि त होइन। भनेपछि जेनजी जेनेक्समाथि हाबी भइरहेको अवस्था देख्नु भएन त? त्यहाँ शिक्षाको स्तर पहिला भन्दै खस्किँदै गइरहेको छ। अब जस्तो सामाजिक अवस्था हेर्नुभयो भने चाहिँ जस्तो तपाईँलाई चाहिँ यहाँ चाहिँ यो प्रथा अथवा यो संस्कार, यो रीतिरिवाज चाहिँ अलिकति राम्रो सुधार हुँदै गइदिए राम्रो हुन्थ्यो आफ्नो ठाउँको भन्ने के कस्ता पक्षलाई चाहिँ तपाईँले यस्तो हेर्नु भएको छ त? अब शिक्षाको स्तर कम भइसकेपछि सामाजिक स्तर पनि त्यस्तै हुन जान्छ। त्यहाँ पनि धेरै कुप्रथाहरू छ, जसरी अब जात प्रथा नै भनौँ, जात प्रथा गर्ने अनि अर्को दाइजो लिने, अनि त्यसपछि अब छोरीले महत्त्व दिन्छ यो होइन कि महत्त्व दिँदैन, तर जुन तरिकाले महत्त्व दिनुपर्छ त्यो अहिले पनि त्यहाँ दिँदैन। यहाँसम्म कि जात पनि एकदम धेरै हाबी छ, त्यहाँ कुन कास्टको मान्छेहरू छ त्यो कुराहरू। अनि सबैभन्दा कुरा मलाई यो दाइजो प्रथा नै लाग्छ मेन समस्या, किनकि दाइजो प्रथाले धेरै समस्याहरू उत्पन्न गर्छ। सुरुमा दाइजो प्रथाले नै गर्दाखेरि त्यहाँको महिलाको हकमा असर पारेको छ, नकारात्मक असर पारेको छ। अब एउटा घरमा एउटा छोरी जन्मी भने त्यो बाबाले जसले पढाउनु पर्छ भन्ने चिन्ता भन्दा पनि त्यो ठुलो भएपछि त्यसको बिहेमा लगभग मैले भनौँ न सामान्य पैसा कसरी जुटाउने 25-30 लाख जति खर्च गर्नुपर्छ। अब महिना अब यसरी नै हिसाब गर्दाखेरि महिनाको 1 लाख कमाए पनि 1 सालमा जम्मा 12 लाख मात्र पैसा कमाउन सकिन्छ। त्यो 1 लाख, त्यो 1 लाख कमाउन पनि नेपालमा एकदम त्यो धेरै गाह्रो छ। त्यही भएर त्यो पैसाको टेन्सनले गर्दाखेरि सुरुमा त छोरी जन्माउनै चाहँदैनन्, जन्मिए पनि तिनीहरूले शिक्षा दिँदैन कि। किनकि त्यो के सोच्छन् भने गार्जियनले यदि म शिक्षामा लगानी गरेँ भने शिक्षामा लगानी गर्नु भनेर हाम्रो त्यो पैसा म कतै अरू ठाउँमा लगानी गर्छु वा सेभ गरेर राख्छु नि पछि उसको विवाहमा हेल्प हुन्छ भनेर त्यो सोच्नुहुन्छ। जसको कारण केटीहरू पनि शिक्षाबाट पनि वञ्चित हुन्छन् अनि अन्य अधिकारहरूबाट पनि वञ्चित हुन जान्छन्। त्यही भएर यो दाइजो प्रथा चाहिँ त्यहाँ कम होइन अन्त्य नै हुनुपर्छ त्यहाँबाट मलाई। अर्को चाहिँ गरिबी, मलाई यो शिक्षा पनि मैले कहीँ अब डाइरेक्ट स्टुडेन्टहरू त्यहाँको मान्छेको दोष भन्दा पनि त्यहाँ गरिबी मुख्य कारण हो। यदि म आफ्नो गाउँमा के हेर्न गर्छु भने अब त्यहाँ मान्छेलाई एक छाक खान पनि एकदम गाह्रो छ क्या। अनि घरको एकजना सदस्यले मात्र काम गरेर हुँदैन, घरको अन्य सदस्यहरू पनि काम गर्नै पर्छ। अनि बाबुआमा खेतमा काम गर्न दिनभरि जान्छन्। अब
6-7 वर्षको बालबालिकालाई यदि बाबुआमाले हेरचाह गरेनन्, पढाइमा हेल्प गरेनन् भने त्यो आफैले पढ्नै सक्दैनन् क्या। र त्यहाँ मधेसको मान्छेहरू चाहेर पनि त्यो बालबच्चालाई आफ्नो बढी टाइम दिन सक्दैन, किनकि जहिले पनि अरूको घरमा गएर काम गर्ने, खेतमा काम गर्ने, वा यो कन्स्ट्रक्सन भएको ठाउँमा काम गर्ने जाने गर्छन्। त्यसो कारण तिनीहरू शिक्षा पनि दिन सक्दैनन्। चाहेर पनि त इच्छा भए पनि मेरो छोराछोरी पढोस् भनेर त्यो इच्छा भए पनि त्यो गरिबी कारण पढाउन सक्दैनन्। अनि अर्को त्यो छोराछोरी आफै काम गर्न जान्छन्, किनकि एउटा उमेर पुगेपछि त्यहाँ बिरामी पनि मान्छेहरू धेरै चाँडै हुन्छन् कि, किनकि काम धेरै गर्ने, रेस्ट कम हुन्छ, पौष्टिक खाना हुँदैन। अनि बाबुको 40-50 वर्ष उमेर पुग्यो भने त्यो बिरामी त्यहाँ सुरु हुन्छ क्या। त्यो बाआमाले उपचार गर्नको लागि फेरि त्यो अब छोरा भर्खर 15-16 वर्ष पुगेको हुन्छ, पढाइ छोडेर कि काम गर्न जानु पर्यो कि विदेश जानु पर्यो। त्यो एउटा मुख्य समस्या मलाई जहाँसम्म लाग्छ यो शिक्षाको पनि समस्या, दाइजो वा अन्य कुराहरू पनि यो गरिबीसँग जोडिरहेको छ। त्यही भएर त्यहाँ मुख्य समस्यामा जहाँसम्म लाग्छ यो गरिबी नै हो। हेमन्तले चाहिँ आफ्नो समाजमा चाहिँ तपाईँले देख्नुभएका त्यस्ता, जस्तो दिपेशले भने जस्तै देख्नुभएका नराम्रा खालका अलि नकारात्मक प्रभाव पार्ने खालका त्यस्ता कुनै संस्कार, संस्कृति, रीतिरिवाज केही छन् भने बताउन सक्नुहुन्छ? हाम्रोमा अब मेन मुख्य रूपमा भनेको अहिलेको समस्या भनेको छुवाछुत नै हो। अहिले नै ठुलो जात र सानो जात भनेर यो विभेद गर्ने गरिन्छ। अनि दाइजो पनि तराईको जति नभए नि अझै पनि त्यो हाम्रो सोसाइटीमा छँदैछ। तर मान्छेहरूले के बुझेनन् भने हामीलाई हाम्रो शैक्षिक प्रणाली राम्रो भएन, हामीलाई हाम्रो वेदका, पुराणका, स्मृतिका कुराहरू सिकाइएन। हामीलाई त्यही थ्योरीका कुराहरू, त्यही अस्टिनका कुराहरू, त्यही प्लेटोको कुराहरू त्यो सिकाइयो। अनि हामीले नि जस्तै म 10 क्लासभन्दा तल हुँदाखेरि होइन, सानो क्लासमा हुँदाखेरि यो जात प्रथा पनि हो कि के हो, अब घरमा सोद्धाखेरि यो पुर्खादेखि नै चलिआएको हो भन्थे, यसरी विकास भएको। तर मैले पढ्दै जाँदाखेरि त यो त्यस्तो रहेनछ के। यो त अब समाजको विकासक्रम हुँदै जाँदाखेरि समाजमा आफूलाई ठुला बडा ठान्नेहरू, यी सामन्तीहरू अहिले शब्द युज गर्दाखेरि उनीहरूले चाहिँ आफू अनुकूल हुने गरी कानुन बनाएका रहेछन्। त्यसपछि चाहिँ यो जुन अहिले ब्राह्मण, क्षेत्री, शूद्र, वैश्य भनिन्छ त्यो अवधारणा त्यसरी आएको रहेछ। अनि त्यसपछि हाम्रो जस्तै मुलुकी ऐन 1910 को मुलुकी ऐनले चाहिँ यसलाई झन् उग्र रूप लियो के। कानुनमै छुवाछुत सम्बन्धी जस्तै तागादारी, मतवाली, छोइछिटो हुने हाल्नुपर्ने, छोइछिटो नहाल्नुपर्ने, यो त्यसरी प्रभाव पारेको रहेछ। तर मलाई सानोमा हाम्रो त्यस्तो शिक्षा सिकाइएन। अहिले पनि यो हुनुको मुख्य कारण भनेकै यो शिक्षाको कमी हो। शिक्षाको कमी भन्दा नि शिक्षाको कमी पनि हो। तर हाम्रो अहिले जुन समाजलाई एउटा अगाडि बढाउनका लागि जुन सोसाइटीले खोजेको शिक्षा प्रणाली हो नि त्यो छँदै छैन के। अब अहिले पहिला संस्कृत भाषा सिकाइन्थ्यो कलेज स्कुलहरूमा, अहिले पढाइँदैन। जस्तै हाम्रो सनातन धर्मले, हिन्दू त नभन्न, सनातन धर्मले पनि ओम सरस्वताय नमः, ओम गणेशाय नमः भन्छ। त्यो भनेको महिला र पुरुष बराबर छन् भन्ने हो नि त। तर हाम्रो अहिले पनि त्यताको +2 ब्याचलर लेभलको शिक्षा हेर्ने हो भने यो किसिमको छैन के। थ्योरिटिकल कुराहरूमा आधारित छ, तर यो प्रयोगात्मक किसिमको शिक्षा छैन के। सर्टिफिकेट चाहिँ विद्यार्थीले चाहिँ दियो तर एउटा स्किल चाहिँ दिएन के। स्किल चाहिँ दिएन। अनि यो जति पनि मैले यो कुराहरू भने यो म BA-LLB सुरु गरे पश्चात केएसएलले अब प्रयोगात्मक कुराहरूलाई बढी ध्यान दिने हुँदा अनि यो भगवत गीतादेखि वेददेखि लिएर अरू कुराहरू पढ्न अग्रसर गरेकोले मैले यो कुराहरू सिक्न पाएँ। मैले सिकेर ममा एउटा यो भाव आयो होइन, भावना आयो यस्तो पो रहेछ भनेर। यदि यो कुराहरू हामीलाई सानैमा सिकाइएको भए यो शिक्षा हुन्छ नि, जुन प्रकारको यो शैक्षिक प्रणाली नेपालको गुरुकुल प्रणाली थियो नि पहिलाको, त्यो अहिले पनि समाजमा विद्यमान भएको भए त उनीहरूमा नि एउटा चेतना बस्थ्यो नि त। व्यवहारिक त्यति बेला गुरुकुल भनेको तपाईँलाई त व्यवहारिक पठन पाठन थियो। व्यवहारिक त्यहाँनिर दाउरा चिर्न आफैले के अरे शिष्यले नै जानु पर्थ्यो होइन, खाना आफैले पकाउनु पर्थ्यो, कपडा आफैले धुनु पर्थ्यो, उनीहरूलाई आत्मनिर्भर बनाइन्थ्यो क्या। तर अहिलेको चाहिँ सैद्धान्तिक भयो होइन, हामीलाई रट्न आयो, लेख्न आयो, तर प्रयोग गर्न आएन। एकदम यो अब जात प्रथा भन्दाखेरि मानिसले नै बनाएको प्रथा हो, यसको अन्त्य चाहिँ मानिसले नै गर्नुपर्छ भन्ने। यसो हेर्दा कानुनका पाना पल्टाउँदै जाँदा कहिलेकाहीँ ओहो नेपालको कानुन चाहिँ ले चाहिँ साँच्चै नै महिला र पुरुषलाई चाहिँ एकदम समानता दिएको छ भन्ने महसुस गर्नुहुन्छ कि, अथवा के लाग्छ, के छ त कानुनमा? कानुन त जुन देशको कानुन पनि
त्यो समाजको नै रिफ्लेक्सन हुन्छ क्या, त्यो समाज जस्तो छ कानुन त्यस्तै बन्दै जान्छ। अब नेपालमा हेर्ने हो भने पहिला चाहिँ अब महिला पुरुष बिच विभेद थियो, त्यो विभेदकै कारणले गर्दाखेरि धेरै कानुनहरू बने, परिवर्तन पनि भएर बने पनि, र अहिले महिला र पुरुष समान हुनुपर्छ भनेर संविधानकै धारा 18 मा राइट टु इक्वालिटीको हक दिएको छ, संविधानमै दिएको छ। अन्य प्रोभिजनहरू पनि छ, जसरी राष्ट्रिय महिला आयोगहरू पनि छ, महिलाहरूलाई कसरी पुरुष सरह ल्याउन सकिन्छ भनेर डिफ्रेन्ट कानुनहरू पनि नेपालमा छ, विदेशी कानुनहरू पनि नेपालले रेटिफाई गरेको छ। अब मैले भने सुरुमा महिलाहरूमाथि विभेद हुन्थ्यो, त्यसको लागि कानुनहरू आए, तर अब केही कानुनहरू त मैले अब पुरुष भनौँ न मैले पढ्दाखेरि सब कानुन ठिक छ, त्यो महिलाहरूले अगाडि रूपमा ल्याउन त्यो सहज गरि नै रहेको छ, त्यस्तो हुनु पनि पर्छ। तर कुनै कुनै कानुनले मलाई चाहिँ भनौँ न मेरो आफ्नो व्यक्तिगत विचार, कुनै कुनै कानुनले महिलालाई नै पछाडि अलि वा कमजोर देखाइरहेको छ कि जस्तो लाग्छ मलाई। जसरी अब डिभोर्स भयो भने आफ्नो हस्बेन्डको प्रोपर्टीबाट वाइफले पनि पाउनुपर्छ, डिभोर्स भएको वाइफले पनि पाउनुपर्छ भनेर त्यो कानुनमा प्रावधान छ, र यो हुनु पनि पहिलाको समाज अनुसार चाहिँ हुनुपर्थ्यो जहाँसम्म मलाई लाग्छ। किनकि पहिला चाहिँ महिलाहरूले बाहिर काम गर्न जान पाउँथेन वा अन्य कुनै उहाँहरूसँग शिक्षा पनि हुन्थेन, त्यही भएर अब डिभोर्स भयो भने अब महिला एक्लै भएपछि के गरेर खाने हो भनेर त्यो चाहिँ प्रोभिजन त्यति बेला ल्याएको चाहिँ ठिक लाग्छ। तर अहिलेको समाजमा चाहिँ महिलाहरूले पनि अब शिक्षा पाउनु भइरहेको छ, उहाँहरू पनि काम गर्न जानुहुन्छ बाहिर, बराबर छन्। तर अहिले पनि त्यही प्रोभिजन छ, यदि डिभोर्स भयो भने केही प्रोभिजन वा केही कन्डिसनमा चाहिँ पुरुषले पनि दिनु पर्दैन, तर अन्य सामान्य प्रोभिजनमा सामान्य अवस्थामा चाहिँ पुरुषले दिनुपर्छ। मतलब महिलाले जहिले पनि पुरुषमाथि डिपेन्ड अहिले पनि त्यो भइरहेको छ, कानुनले देखायो हैन, कानुनले देखायो जहिले पनि महिला बाँच्नु पर्यो भने त्यो पुरुषको सम्पत्ति नै उहाँलाई चाहियो, पुरुषलाई चाहिँ नचाहिएन, महिलाको सम्पत्ति चाहिएन, तर महिलालाई चाहिँ पुरुषको सम्पत्ति चाहियो भनेपछि त कानुनले समानताको कुरा गर्दा गर्दै पनि तिनीहरूले नै एउटा असमानता त देखायो नि त हैन। एकदमै राम्रो कुरा गर्नुभयो दिपेशले। त्यस्तै अरू कुनै छन् त तपाईँले यस्तो भन्न खोजिराख्नु भएको छ? यदि महिला एक्लै उहाँ बाँच्न सक्नुहुँदैन कि रोजगार छैन, शिक्षा छैन भने त्यति बेला अहिले पनि दिँदा हुन्छ, त्यसमा केही आपत्ति छैन। त्यति बेला कमाउन सक्नुहुन्छ, रोजगार छ, ठिक छ, कमजोर देखाएर होइन, मतलब महिला नै कमजोर देखाउने गरी त्यसरी कानुन त्यो बनाउँछ, त्यो त सिधै आइहाल्यो नि। कसैले कसैलाई सहयोग गर्छ भने होइन, सहयोगको आवश्यकता भएकोलाई नै सहयोग गर्ने हो नि त, पुरुषलाई चाहिँ त्यो सहयोग गर्ने जरुरतै देखेन कानुनले भनेपछि त के अरे स्वाभाविक रूपमा त थाहा भइहालिन्छ नि, अलिकति आरक्षणमा राखिएकै छ होइन। यी कुराहरू त धेरै छन्, जस्तै भए पनि अलिकति थोरै मात्रै हामीले त कोट्याएका हौँ, कानुनभित्र प्रवेश गऱ्यो भने त हामी निस्किनै सक्दैनौँ होइन। जस्तो दिपेशले अघि बाहिर कुरा गर्नुभएको थियो एउटा बाल सुधार गृहको पनि अहिले चाहिँ आवश्यकता छ भनेर होइन, कस्तो त्यसलाई चाहिँ अलिकति प्रश्न पारिदिनु न। यो बाल सुधार गृह अब सुरुमै बालबालिका कसले भनेछ, त्यो 18 वर्षमा नपुगेको भनौँ न बालबालिकालाई नै बालबालिका भनिन्छ वा मान्छेले बालबालिका भनिन्छ। अनि हाम्रो कानुनमा के मान्यता छ भने त्यो जुन 18 वर्षभन्दा कमका मान्छेहरूले वा पुरुष वा महिला जो पनि बालबालिका भनौँ न, उहाँहरूले जुन अपराध गर्नुहुन्छ त्यसलाई अपराध भनिँदैन कि डाइरेक्ट अपराध नै गरेको जस्तो भन्ने चाहिँ भनिँदैन, तिनीहरूले कानुनसँग विवादमा पर्यो भनेर त्यसलाई भनिन्छ, कन्फ्लिक्ट विथ ल भनिन्छ कि त्यसलाई। अनि जुनियर जस्टिस सिस्टम त्यसलाई भनिन्छ। अनि यदि त्यस्तो उमेर नपुगेको बालबालिकाले कुनै अपराध गरिरहेको छन् भने तिनीहरूले डाइरेक्ट सजाय चाहिँ दिनु हुँदैन। कानुनले के प्रिजम्पसन गर्नुपर्छ कि तिनीहरूले जानी र एकदम इन्टेन्सनल फुल्ली चाहिँ गरेको होइन, त्यो बालबालिकाको उमेर चाहिँ अब परिपक्व जस्तो भएको हुँदैन कि मैले यो गर्नुपर्छ, मैले त्यो पाउनुपर्छ, मैले माऱ्यो भने यति लाभ हुन्छ, मलाई यति पैसा हुन्छ, त्यस्तो सोच हुँदैन। तिनीहरू रिसमा आएर वा त्यो जिज्ञासु उमेर पनि हुन्छ क्या, जिज्ञासा बढ्यो भने मैले यो गरेँ भने के हुन्छ, त्यो नजाने पनि अब हुन्छ नि। अब टिनेजमै आयो भने कति सुनेको मैले ड्रग खायो भने एकदम धेरै आनन्द आउँछ, के सुनेको होला, त्यो नजानेर पनि तिनीहरू ड्रग युज गर्छन् क्या, जिज्ञासा मिटाउनको लागि। तिनीहरूको इन्टेन्सन हुँदैन ड्रग खाने, स्मग्लिङ गर्ने, पैसा आउँछ, ड्रग डिलर बन्छु भनेर त्यस्तो केही पनि हुँदैन, जस्ट जिज्ञासा मिटाउनको लागि नै तिनीहरू गर्छन्। भन्नुको अर्थ त्यो एउटा उमेर नपुगेकै कारणले गर्दा तिनीहरू अपराध गर्छन्। त्यही भएर तिनीहरूले त्यस्तो अपराध गर्यो भने, जानेर वा नजानेर अपराध गर्यो भने सजाय दिनुभन्दा पनि तिनीहरूले कसरी सुधार्न सकिन्छ, यस्तो जिज्ञासाहरूलाई पनि इम्प्लिमेन्ट गर्नु नराम्रो हो, यस्तो कुराहरू गर्नु हुँदैन, कसरी त्यसलाई व्यवहारिक रूपमा नै कसरी सुधार गर्न सकिन्छ त्यस अनुसार नै कानुन बनेको हुन्छ। न्याय प्रणाली नै त्यस्तै छ हाम्रो जुभेनाइल जस्टिसको कुरा गर्दाखेरि। अब बालबालिका सम्बन्धी ऐनकै हेर्ने हो भने त्यसको दफा 30 मा बालबालिकासँग सम्बन्धित अदालत जुभेनाइल कोर्ट भनेर त्यहाँ स्थापना गर्ने कुरा भएको छ। अनि त्यो भइसकेपछि यदि अब के भनिन्छ भने
अन्तिम विकल्प यदि उसलाई सुधार गृहमा पठाउनु नै छ भने मात्र सुधार गृहमा पठाउने, नभएर सम्झाइ बुझाइ प्यारेन्ट्सको जिम्मा लगाइदिँदा हुन्छ कि मतलब कुनै पनि यदि सानोतिनो अपराधमा त्यस्तो अपराध गर्यो भने बालबालिकाले अन्तिम रिसोर्ट मात्र हो कि सुधार गृह वा कति पठाउने। सुरुमा त काउन्सिलिङबाट जाने, अन्तिममा केही भएन भने बाल सुधार गृह पठाउने। तर बाल सुधार गृहमा किन पठाइन्छ, त्यसको नाम नै बाल सुधार गृह। त्यहाँ गइसकेपछि राम्रो वातावरण दिने, साइकोलोजिस्टहरूसँग कन्सल्ट गराउने, एजुकेसन दिने, कसरी परिवर्तन आउन सक्छ उसको व्यवहारमा, त्यसको लागि बाल सुधार गृह मनोपरामर्शको चाहिँ एकदमै उच्च आवश्यकता त्यसको लागि चाहिँ बनाइएको हुन्छ। तर नेपालमा ठ्याक्कै उल्टो छ। अब भनौँ भन्नु पर्दाखेरि हरेक जिल्लामा बाल सुधार गृह हुनुपर्छ नेपालमा। तर अहिले नेपालमा हेर्ने भने 8वटा मात्र बाल सुधार गृह छ, अपर्याप्त भयो त्यति चाहिँ। त्यो एकदम धेरै, कहाँ 77वटा कहाँ 8वटा। अनि अहिले भर्खरको डाटा हेर्दाखेरि नेपालमा जति पनि बाल सुधार गृह छ तिनीहरूको लगभग 500 क्यापेसिटी मात्र छ त्यो त्यस्तो बालबालिकाहरूले राख्ने सुधार्नको लागि। तर नेपालमा अहिले 1100 छन्। त्यो 500 भएको ठाउँ 500 क्यापेसिटी भएको बाल सुधार गृहमा 1100 जना बसिरहेको छन्। अनि अर्को समस्या के भयो भने त्यसमा 18 वर्ष भन्दा माथिको पनि त्यसमै छन्, 18 वर्ष भन्दा कमको पनि त्यसमै छन्। मानव कोही 14 वर्षमा कुनै जानेर वा नजानेर अपराध गरेर गयो, अनि कोही त्यसमा 18 वर्षमै उमेरमा गयो, 17 वर्षको उमेरमा गयो, तर अहिले 22 वर्षको भइसकेको छ, ऊ परिपक्व भइसकेको छ नि। अहिले त्यो समाजको कारणले गर्दा पनि कोही अपराधीहरू, कोही होइन, धेरै अपराधीहरू समाजकै कारणले गर्दाखेरि अपराध गरे पनि आफ्नो गल्ती सुधार्न चाहँदैन के, किनकि समाजले उसलाई अलरेडी अपराधी होस् भनेर डिक्लेयर गरिसकेको हुन्छ। अनि म अब अपराधी भएपछि म जन अपराध गर्छु भनेर हुन्छ। त्यही 14 वर्षको एउटा भनौँ न बालबालिका नजानेर गल्ती गरेको, अनि त्यो 22 वर्षको बाल युवक, अब जुन अब पहिला चाहिँ सानो नै हुनुहुन्थ्यो तर अब ठुलो भइसक्नु भयो, त्यो दुवै दिन सँगै बसिसकेपछि त्यो 14 वर्षको बालबालिका त्यो 22 वर्षबाट प्रभावित भएर झन अपराध गरिरहेको छ कि। बाल सुधार गृहमा हाम्रो एउटा एज उमेर अनुसार चाहिँ छुट्याएर राख्नु पर्थ्यो, तर उमेर अनुसार छुट्याएर राखिएको छैन, क्यापेसिटी भन्दा बढी राखिएको छ। अनि जुन तरिकाले काउन्सिलिङ गर्नु पर्थ्यो त्यो काउन्सिलिङ पनि गरिएको छैन, एजुकेसन पनि दिएको छैन। अब पुलिसले कसरी बिहेभ गर्नुपर्छ, पुलिसले एज अ गार्जियनको रूपमा बिहेभ गर्नु पर्थ्यो, तर पुलिस उहाँहरूले पनि कसरी एउटा फोर्स दण्डको रूपमा चाहिँ बिहेभ गर्नुहुन्छ। यो तमाम समस्याहरू छ। र अहिले भर्खर लगभग 3-4 दिन अगाडि बाँके जिल्लामा पनि भर्खर फाइट भएको थियो त्यहाँ बाल सुधार गृहमा। एकदमै राम्रो कुरा गर्नुभयो है। अहिले हामीले चाहिँ सबै राम्रो अगाडि बढिराखेकालाई चाहिँ हेर्छौँ होइन, तर जो चाहिँ एउटा संवेगात्मक एउटा नियन्त्रण गर्न नसक्दाखेरि एउटा उमेरगत रूपमा चाहिँ एउटा अपराध गरेर चाहिँ एउटा सुधार गृहमा बस्नुभएका बालबालिकालाई कसरी फेरि एउटा योग्य नागरिक बनाएर चाहिँ समाजमा फेरि पुनर्स्थापित गर्ने भन्ने खालका योजनाहरू चाहिँ बनाउनु जरुरी छ भन्ने खालको दिपेशले कुरा गर्नुभयो। एकदमै राम्रो कुरा भयो। आज अरू धेरै कुरा गर्ने भन्ने सोचेको थिएँ, तर हामी कानुनसँगै सम्बन्धितै भयौँ क्या। अनि यहाँ चाहिँ एउटा सुधार गृहको कुरा पनि आयो। अब मैले हेमन्तलाई एउटा सोधेँ, जस्तो कतिपय हाम्रो नेपाली विद्यालयहरूमा पनि 10 कक्षा अथवा 12 कक्षा भित्रकै बालबालिकाले, जस्तो मैले भर्खरै सुनेको पनि थिएँ, स्कुलको नाम चाहिँ म लिन्न, तर एउटा 7-8मा पढ्ने बच्चाले चाहिँ त्यो भेप चाहिँ त्यो के अरे टोइलेटमा गएर चाहिँ त्यो भेप खाएको चाहिँ त्यहाँ देखेर म्यानेजमेन्टले देखेर चाहिँ रेस्ट्रिक्टेड गरिदिएको भन्ने खालको चाहिँ आएको सुनेको थिएँ क्या मैले। यस्तो धेरै घटनाहरू छ नेपालमा। अब यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ त, एउटा चाहिँ कानुन अध्येताका नाताले चाहिँ त्यस्ता बच्चाहरूलाई रेस्ट्रिक्टेड गर्नु भनेको चाहिँ समस्याको समाधान हो त? अहिलेको मूल त समस्या भनेको यो जुन अहिलेको नकारात्मक सञ्जाल शैली छ नि, सामाजिक सञ्जाल शैली, मेन रिजन भनेकै यही देखिरहेछ कि। जस्तै अब नेपालमा बच्चाहरूदेखि लिएर ठुला बडाहरूले सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि कुनै कानुन नै छैन के, निश्चित कानुन जस्तै यो उमेरकोले यसरी चलाउनु पर्ने भन्ने छैन, सीमित भए पनि त्यो छैन। जस्तै अस्ति मात्र भारतको संसदमा 18 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि परिवारको स्वीकृति लिनुपर्ने भन्ने व्यवस्था थियो। जस्तै नेपालमा पनि यदि त्यस्तो खालको एउटा स्वीकृति हुन्छ नि, त्यो खालको भयो भने यो नियन्त्रण हुन सक्छ। अनि अर्को मेन समस्या भनेको शिक्षाको समस्या। जुन किसिमको हाम्रो नैतिकताका कुराहरूदेखि लिएर धार्मिक कुरा, धर्म त अब त्यो काल्पनिक होस् या सत्य नै होस्, तर बन्धनमा बाँध्ने काम त गर्छ एकदमै। त्यो कुराहरू हुन आवश्यक छ अझै पनि। अनि त्यो घट्नुको मुख्य कारण भनेको चाहिँ अब किशोरावस्था भनेको त्यस्तै एउटा संवेगको अवस्था होइन, रिसा अवस्था, त्यो अवस्था पनि हो। त्यसमा अब अहिले नेपाली सोसाइटीमा गार्जेनहरूले पनि त्यति आफ्नो छोराछोरीहरूको केयर नगर्ने धेरै देखिया छ कि। होस्टेलमा हाल्ने केही त्यति मतलब हुँदैन होइन, सबै आफ्नै काममा बिजी हुन्छ।
त्यो अनि अर्को रिजन भनेको यो पनि हुनसक्छ। अनि यी सबै नियन्त्रण गर्नको लागि हामीले यो कानुनको पालना हुन्छ नि, संविधानमा लेखेर मात्र भएन, यो राज्यले नै आफैले पालना नगरेको र अनि त्यो पालना गर्नको लागि एउटा निश्चित विधि विधानहरू हुन्छ नि, त्योहरू चाहिँ राज्यले नै एउटा आफैले त्यसलाई गाइड नगरेको जस्तो देखियो कि। अनि मेन रिजन भनेकै यही हो। मेन रिजन भनेकै राज्यले यो कानुनी शासनको कुरा गरे तापनि कानुनी शासन उपलब्ध गराउन नसकेको। दिपेशलाई मैले जस्तो दिपेशले त अघि नै भनिसक्नु भएको थियो मनोपरामर्शको एकदमै आवश्यकता छ भनेर होइन। मैले चाहिँ अघि हेमन्तलाई सोधेकै प्रश्न मैले फेरि दिपेशलाई मैले सोधेँ। ठ्याक्कै त्यसको प्रश्न चाहिँ के हो भने जसरी अहिले विद्यालयमा गल्ती गरे बापत चाहिँ जुन के अरे विद्यालयबाट निष्कासन गर्ने चाहिँ एउटा सजायको व्यवस्था छ क्या, त्यसलाई चाहिँ कसरी अलिकति सुधारेर अगाडि बढाउनुपर्छ अथवा त्यो नै ठिक छ त, कस्तो लाग्छ तपाईँलाई? अब म्याम सुरुमा कुनै पनि बालबालिका भनौँ न, त्यो गल्ती किन गर्छ बालबालिकालाई नै भनौँ, किनकि तिनीहरूलाई के गलत के सही भनेर एक्ज्याक्ट के सही के गलत हो भने त्यो डिसिजन गर्ने वा निर्णय गर्ने उमेर हुँदैन सर्वप्रथम तिनीहरूको। र गल्ती गरिहाल्यो भने किन गल्ती गरे त्यो डाइरेक्ट सजाय दिनुभन्दा, जसरी अघि नै तपाईँले प्रश्न त्यो गर्नुभयो कि भ्याप खायो अनि इन्भेस्टिगेट गर्यो, त्यो भ्याप किन खायो, त्यो भ्याप कहाँसम्म पुग्यो, उसले कसरी थाहा भयो कि भ्याप खानुपर्छ, भ्याप खानुपर्छ के, त्यो सजाय दिनुभन्दा पनि सर्वप्रथम त्यसको कारण खोज्नुपर्छ। त्यो बालबालिकाले त्यस्तो किन त्यो काम गरे, त्यही भएर मलाई के लाग्छ कि त्यो डाइरेक्ट स्कुलबाट निष्कासन गर्नु त्यो नराम्रो हो। किनकि यो टिनेज उमेर यस्तै हो कि म्याम कि यदि कुनै बालबालिकालाई सजाय त्यो कुट्नु भन्दा पनि मलाई बरु प्राइभेटमा मलाई कुटिदिनुहोस्, म त्यो सहन्छु, तर पब्लिकमा मेरो साथीहरूको बिचमा मलाई चाहिँ ह्युमिलिएट चाहिँ नगर्नुहोस्, मेरो बेइज्जती चाहिँ नगर्नुहोस् भन्ने तिनीहरूको त्यो चाहना हुन्छ। अब रेस्ट्रिकेट गरेपछि त स्कुलभरि पनि थाहा भयो, प्यारेन्ट्सले पनि पक्कै पनि के अरे गाली गलौज गर्नु नै भयो होइन, त्यो बच्चा त झन् त्यो नेगेटिभ भयो नि त। त्यही हो, कसैले त्यो रेस्ट्रिकेट गर्नुभन्दा पनि त्यसको विकल्प चाहिँ के हुनसक्छ भने त्यो बालबालिकाले त्यस्तो किन गरे त्यो कारण खोज्नुपर्छ। त्यसको कारण सामाजिक कारण पनि हुनसक्छ, पारिवारिक कारण पनि हुनसक्छ, र अहिलेको मेन भन्दाखेरि सामाजिक सञ्जाल पनि हुनसक्छ। सामाजिक सञ्जालबाट देखेर पनि बालबालिकाले नराम्रो काम गरिरहेका छन्। त्यही भएर त्यो रेस्ट्रिकेट गर्नु वा कुनै हार्ड पनिसमेन्ट दिनुभन्दा पनि राम्रो एउटा मनोविज्ञ परामर्श राखेर तिनीहरू काउन्सिलिङ गर्ने र उनीहरूलाई तिनीहरूको साइकोलोजी मनोविज्ञ के हो त्यो बुझेर, तिनीहरूको मनोविज्ञान बुझेर त्यस अनुसार नै के सुधार गर्न सकिन्छ त्यो चाहिँ गर्नुपर्छ। र त्यो अब सधैँ कलेजमा डिआई राख्नुभन्दा पनि एउटा काउन्सिलिङ दिने एउटा साइकोलोजिस्ट पनि त्यहाँ हुनुपर्छ कलेज वा स्कुलहरूमा जस्तो लाग्छ। हेमन्तले चाहिँ हाम्रो चाहिँ कानुनी प्रावधानमा थप गर्नुपर्ने खालका कुनै बुदाहरू यो बुदाहरू चाहिँ थप्दाखेरि हुन्छ नेपालको कानुनमा आवश्यकता छ भन्ने खालको केही छ त तपाईँको हेराइमा? अब मुख्यतः अहिलेको जल्दो बल्दो समस्या पनि हो, सबैले भन्छन् होइन, यो प्रधानमन्त्री चाहिँ संसदमा सांसदहरूको बहुल्यताले चुन्नुभन्दा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुनुपर्छ, मेरो नि त्यही एउटा सोच छ। अनि अरू कुराहरू त हाम्रो संविधानमा परिमार्जन गर्नुपर्ने धेरै कुराहरू छन्। जस्तै अब अहिले धेरै कुराहरू त यो संविधान नै बनेको कसरी छ भन्दाखेरि राज्यको ठुलो अवधिमा बसेका मान्छेहरूको एउटा इन्ट्रेस्ट छ के त्यसमा, आफू अनुकूल बनाएको छ। धेरै कुराहरू थप्नुपर्ने छ। जे होस् मलाई लागेको चाहिँ मलाई पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ भन्ने लागेको छ मलाई। अब अहिलेका युवाहरूलाई राजनैतिक संलग्नता अहिलेका युवाहरूलाई कतिको आवश्यकता छ जस्तो लाग्छ दिपेश? म्याम राजनीतिक एउटा यस्तो कुरा हो कि त्यसबाट कुनै पनि व्यक्ति अछुत नै भएको छैन कि, त्यो राजनीतिसँग सरकार राखोस् नराखोस्, तर त्यो कुनै पनि व्यक्तिहरू राजनीतिबाट अछुत नै भएको छैन। र सबैभन्दा नजिक भनेको युवा नै हुन्छ। युवाको लाइफमा प्रभाव पर्ने भनेको राजनीति नै हो, किनकि एउटा राजनीतिले नै डिसाइड गर्छ कि युवाले कस्तो शिक्षा पाउँछन्, तिनीहरूले पछि आफ्नो भविष्यको लागि तिनीहरूको रोजगार हुन्छ कि हुँदैन, तिनीहरूको लाइफको सिक्युरिटी हुन्छ कि हुँदैन, त्यो सब कुरा डिसाइड गर्ने भनेको पोलिटिक्स नै हो। अब उदाहरणको लागि लिउँ न, एउटा राम्रो यदि राजनीतिक व्यवस्था नेपालमा भयो भने कुनै ठाउँमा फ्याक्ट्री खोल्छ, राम्रो फ्याक्ट्री टेक अहिले जुन एआई अगाडि बढिरहेको छ टेक्नोलोजी, अहिले राम्रो राजनीतिक भयो भने नेपाल सरकारले पनि एउटा त्यस्तै फ्याक्ट्री वा कुनै इन्डस्ट्री खोल्छ। त्यस्तो इन्डस्ट्री खोल्यो भने त्यो ब्याचलर गरेको सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियरिङ वा अन्य फिल्डमा पनि यदि ब्याचलर वा आउने पढाइ गरेको व्यक्तिहरूले त्यस्तो फ्याक्ट्री खोल्यो भने चाहिँ रोजगारी पाउँछन्। रोजगारी पायो भने त बाहिर जान पाउँदैन, बाहिर जानुपर्ने बाध्यता नै हुँदैन कि, आफ्नै फ्यामिलीसँग बस्छन्, खान्छन् अनि रोजगारी पनि पाउँछन्। तर त्यही राजनीति खराब भयो भने फ्याक्ट्री पनि खोल्दैन, रोजगार पनि पाउँदैन अनि बाहिर जान्छन्। तर त्यो राजनीति गर्ने नेतालाई तपाईँले फ्याक्ट्री खोल्नुपर्छ भने कसले गर्ने?
एकदम यदि युवा पुस्ताले नि त्यो जानकारी राखेनन्, सरकार नै राखेनन् भने त्यो त जसले राजनीति गरेछ मैले हेर्ने कोही पनि व्यक्ति छैन, किनकि बालबालिकासँग त्यो बुझ्ने क्षमता हुँदैन, खबरदारी गर्ने मान्छे चाहियो। अनि वृद्धहरू हुन्छ उहाँहरूसँग त्यति ऊर्जा नै हुँदैन, चाहेर पनि गर्न सक्दैन। बाँकी रह्यो युवा पुस्ता, तर युवा पुस्तालाई नै सरकारले सचेत गराएन वा खबरदारी गरेन, है हामी हेर्दैछौँ है तपाईँले हेर्दैछौ भनेर यदि सचेतना गराएन भने त्यो सरकार पनि त जे मन लाग्छ त्यही गर्छ। नेपालमा पनि अहिले त्यही भइरहेछ। यसले भन्छ आई डोन्ट केयर अबाउट पोलिटिक्स, पोलिटिक्स इज अ डर्टी गेम। तपाईँ पोलिटिक्सलाई केयर गर्नुहोस् वा नगर्नुहोस्, तर पोलिटिक्स तपाईँसँग सरकार राख्छ नि, तपाईँसँग केयर गर्छ नि के। एकदम एकदम मैले कस्तो लुगा लगाउँछु भने यो डिसिजन पनि पोलिटिक्सले नै गरिरहेको छ। अब यही मानौँ न किम जोङ भएको भए तपाईँले पुरै ब्ल्याक अनि ब्ल्याक ड्रेस लगाउनु पर्छ भने नियम जारी गरिदियो भने ब्ल्याकै लाउनु पर्छ। त्यही भएर मैले के लाउने के बोल्ने, यहाँसम्म कि पहिलाको राजनीतिक अवस्था पनि बोल्न राणाकालमा शिक्षा पाइन्थेन, बोल्न पाइन्थेन, मान्छेले खुल्ला रूपमा बोल्न पनि पाउँथेन। त्यो बोल्ने अधिकार पनि राजनीतिले दिएको हो नि। त्यही भएर जीवनको हरेक पार्टमा राजनीतिले प्रभाव पारिरहेको छ। त्यही भएर युवा पुस्ताहरू त राजनीतिकसँग एकदम सरकार राख्नै पर्छ, किनकि सबैभन्दा नजिक भनेको युवा पुस्ता नै हो। हेमन्तको तर्फबाट केही भन्न चाहनुहुन्छ भने चाहिँ तपाईँले भन्न सक्नुहुन्छ? म अब अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि अहिले देशमा हरेक घटनाहरूको पछाडि हुन्छ नि मान्छेहरूले घटनालाई कसरी हेर्छ भन्दाखेरि त्यही न्युज पेपरमा आएको भरमा, सामाजिक सञ्जालमा आएको भरमा त्यही कुरा पत्याउने प्रवृत्ति धेरै छ। अहिले जस्तै सामाजिक सञ्जालहरूदेखि लिएर अब त्यस्ता संस्थाहरू छन् नि, त्यो पनि अब पार्टी निकटका धेरै देखिएका छन्। यो देखिएकै अवस्था हो, यस्ता घटनाहरू धेरै देखिएका छन्। अब हामीले कुनै पनि कुराहरू को सामाजिक सञ्जालमा त्यसको एनालाइसिस आफैले पनि गर्न सक्नु पर्यो। अनि अहिलेको जुन यो राजनीतिक समस्यादेखि लिएर देशमा जुन यो आर्थिकदेखि लिएर सबै समस्याहरू छन् नि, त्यसको पछाडि भनेको अहिलेको राजनीति नै हो। त्यही भएर राजनीतिलाई र अहिलेको व्यवस्थालाई परिवर्तन गर्न र अहिलेको यो कानुनलाई परिमार्जन वा संशोधन गर्नको लागि युवाहरूले अगाडि बढ्नुपर्छ। अनि मात्र हाम्रो देश अगाडि बढ्न सक्छ। अनि इतिहासको अध्ययन गर्नुपर्छ। इतिहासले हाम्रो पृष्ठभूमि हुन्छ नि एउटा, जस्तै हाम्रो आमा बुबा को हुन् भन्ने सिकाउँछ नि, इतिहासले पनि हामीलाई त्यही कुराको जानकारी दिलाउँछ। त्यही भएर आफ्नो इतिहासको अध्ययन गर्नुपर्छ भन्छु म त। अनि यो जुन अहिलेको यो राजनीतिक समस्या छ, देशको आर्थिक समस्या छ, यसका विरुद्ध युवाहरूले जागरण अभियान वा आफ्नो ठाउँ ठाउँबाट एउटा अनुसन्धानमूलक अभियान चलाउनु पर्छ। मेरो चाहिँ युवाहरूको लागि नै हो। म एउटा भनौँ न एउटा जस्ट मेटाफोर जस्तै युज गर्छु। यदि मेरो घर छ होइन, अब घरमा समस्या छ, त्यसमा वृद्धहरू हुनुहुन्छ, मेरो आमा बुबा, अनि भनौँ मेरो विवाह भइसकेको छ, अनि मेरो छोराछोरी छन्, सानो छन् होइन। त्यो मेरो घरमा समस्या आयो, घरमा खाने कुरा छैन, सिक्युरिटीको लागि राम्रो छत छैन, केही पनि छैन। त्यति बेला मैले त आफ्नो आमा बुबालाई छोडेर घर छोडेर आफ्नो सेल्फको लागि, किनकि म एक्लै भयो भने त फेरि म राम्रोसित बाँच्न सक्छु नि, कसैको चाहिँ जिम्मेवारी हुँदैन। त्यो मैले त्यति बेला घर छोडेर भागेँ भने त्यो म गैर जिम्मेवारी हुन्छु कि त्यो घरको मेरो माया नै हुँदैन। त्यसरी नै यो देशलाई एउटाले माया, देशमा समस्या छ, अहिले धेरै समस्या छ, रोजगारी छैन, स्वास्थ्य छैन, वा कानुनको छैन, कानुनको राज्य पनि छैन, धेरै समस्याहरू छ। यो समस्या हुँदाखेरि अब युवा पुस्ताहरूले के भन्छन्, नेपालमा केही छैन, यहाँ गरेर केही हुँदैन, त्यसरी चाहिँ नभन्नुहोस् कि। देश कसले बनाइदिन्छ? अमेरिकनले, इन्डियनले, चाइनिजले आएर त देश बनाउने होइन। देश बनाउने भनेको युवा पुस्ताहरूले नै हो। अनि म के भन्छु भने ठिक छ, तपाईँहरू कुरा पनि ठिक छ, सहज छैन के, देश बनाउन पनि सहज छैन। तपाईँको आफ्नो परिवार छ, आमा बुबा छ, उहाँहरूले पनि हेर्नुपर्छ, उहाँहरूले पनि कमाउनु पर्छ, त्यो गर्नै पर्छ। तर कसैले न कसैले त एकजना त्याग गर्नै पर्छ देश बनाउनको लागि। अनि त्यो देश बनाउन त्याग गर्नको लागि म के भन्छु, आफ्नो केही व्यक्तिगत स्वार्थ छ भने सबै स्वार्थ त्याग गर्न सकिँदैन, किनकि आमा बुबा हुनुहुन्छ, उहाँहरूले पनि हेर्नुपर्छ। उहाँहरूको लागि रोजगारी चाहिन्छ, रोजगारीको लागि अब नेपालमा छैन त विदेश जानै पर्छ। तर सक्दो देशमै बस्ने कोसिस गर्नुहोस् र देशमा समस्या छ भन्दैमा वा भनेर भाग्न चाहिँ कोसिस नगर्नु कि यो घर तपाईँको हो, अरूले आएर बनाइदिने होइन, बनाउने भनेको तपाईँहरूले नै हो। अनि त्यो सानो बालबालिकाबाट पनि बन्दैन, वृद्धबाट पनि बन्दैन, बन्यो भने युवाहरू। त्यही भएर देशमै बस्नुहोस्, सक्दो प्रयास गर्नुहोस्, वा विदेश गए पनि विदेश जानुहोस्, त्यहाँबाट सिप सिकेर आउनुहोस्, तर नेपालमा चाहिँ फर्केर आउनुहोस् र नेपालमै केही गर्नुहोस् कि। समस्याको कारण छ, कारणको पनि निवारण छ, हामीले त्यो निवारण खोज्न आवश्यक छ। अनि त्यही भएर राजनीतिक भनेको मलाई के लाग्छ भने राजनीतिक भनेको, राम्रो राजनीतिक भनेको राजनीतिक सहज होइन कि, त्यो त्याग हो। एउटा त्याग गर्नै पर्छ, आफ्नो खुसी त्याग गर्नुपर्छ, आफ्नो व्यक्तिगत स्वार्थ के छ त्यो सब त्याग गर्नुपर्छ, अनि मात्र समाज परिवर्तन। त्यही भएर त कुनै कुनै नेताहरू पनि महान हुन्छन्, किनकि हरेक कुरा त्याग गरेर समाजको लागि आएको छन् र कोही न कोही युवा त आउनै पर्यो, अरूले गरिदिँदैन कि। जाँदा जाँदै तपाईँहरूको तर्फबाट
मलाई केही प्रश्न सोध्न चाहनुहुन्छ भने सोध्न सक्नुहुन्छ। मेरो एउटा छ म्याम, हजुरले जुन अहिले हामीलाई बोलाएर यो कार्यक्रम सञ्चालन गर्नु भएको छ नि, हजुरको यसमा उद्देश्य के रहेको छ? यस्तो उद्देश्य चाहिँ तपाईँहरू जस्ता युवा किशोर किशोरी अथवा युवाहरू जो चाहिँ अहिले दिपेशले भने जस्तै व्यक्तिगत स्वार्थ, म आफू चाहिँ अलिकति फ्रिडम चाहिँ हुँ, राम्रो खालको चाहिँ एउटा चाहिँ लाइफ चाहिँ मैले बाँचौँ भन्ने खालको चाहिँ म भन्ने खालको मात्रै सोच राख्नु भएको छ नि अहिलेका युवाहरूले। त्यो चाहिँ म मात्रै होइन, हामी भन्ने खालको पनि सोच राख्नुपर्छ। किनभने अहिले तपाईँहरू जस्तो इनर्जेटिक युवाहरूको जुन कुराकानी सुनेर त अरूलाई पनि एउटा त मोटिभेट हुनुहुन्छ नि त, नेपालमा गर्नुपर्ने रहेछ, म मात्रै नेपालमा बसेको होइन रहेछु, म जस्ता अरू युवाहरू पनि नेपालमा हुनुहुँदो रहेछ, मैले यहीँ बसेर पनि केही गर्न सक्ने रहेछु भन्ने खालको एउटा सकारात्मक सन्देश पनि जान्छ, प्रभावित हुन्छ। र विशेष गरी चाहिँ अहिलेका जेनेरेसनको सोच के छ, उहाँहरूको दृष्टिकोण के छ, उहाँहरूले समाजलाई राष्ट्रलाई कसरी हेरिराख्नु भएको छ, उहाँहरूको चाहना अनुसारको राष्ट्रको समाजको वातावरण छ कि छैन, त्यो कुराहरू चाहिँ विशेष गरी हामीले चाहिँ अगाडि ल्याउनको लागि नै यो कार्यक्रमको उद्देश्य हो। यहाँसम्म आइदिनु भयो दिपेश र हेमन्तलाई फेरि पनि बालसंसार.com किशोर आवाजको टिमबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हस् त, नयाँ श्रृङ्खलामा नयाँ प्रस्तुति लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।